हामी चाहिँ अहिले मिरर हाउस आछौँ होइन सबैजना ठ्याक्क आइपुग्नु लाग्यो ए आइसक्यो अरे ल आइसक्यो अरे ल हेर्न सक्नुहुन्छ यहाँको लोकेसन अहिले म देखाइदिन्छु तपाईँहरूलाई टिकट हो हजुर ए टिकट नि काट्नुपर्छ ए म त फेरि होला भनेर खुसी भएर आएको कति पर्छ टिकट एकजनाको कार्ड चल्छ कि नै स्टुडेन्ट कार्ड चल्छ हैन र स्टुडेन्ट कार्ड मिरर हाउस अहिले टिकट काट्नुपर्ने थियो एकजनाको 100 रुपियाँ भित्र गएर बच्चाको त लाग्दैन होला है 5 वर्ष मुनिको लाग्दैन सानानीको लागेन बाबुको बाबुको र सानानीको ए यहाँ टिकट काट्ने लाइनमा छ सबै सालीहरू हुन् मेरो बुढी चाहिँ यहाँ ब्ल्याक ब्युटी छ क्या त हेलो हेलो छजनाको पैसा दियो अब 100 दिनु त 500 दिनु छैन नि हो तपाईँसँग होला त्यही हो ल हामीले चाहिँ टिकट काटिसक्यौँ अब हामी मिरर हाउसभित्र चाहिँ प्रवेश हुँदैछौँ मिरर हाउस इङ्ग्लिसमा भन्छ नेपाली ऐना घर भन्छ आइसकेन यहाँ मोटो पत्लो पनि हुनुहुन्छ ए पतलो खाली पेट मेरी दिमाग की बत्ती नहीं जलती यस्तो यस्तो छ नेपालमा चाहिँ घुम्ने ठाउँहरू पोखरा आउनुभयो भने नबिर्सिनु होला है घुम्ने ठाउँ हाउस भनेको त्यो जस्तो लाग्छ मलाई त्यो उताको यहाँ टाइगर हेर्नुहोस् टाइगर हेर्न सक्नुहुन्छ लाइन टिकटकमा चाहिँ लाइन उडाउने भन्छ नि यही हो हेर्न सक्नुहुन्छ गरे ए मलाई छोडेर नजानु न मेरो साली कोही हुनुहुन्छ नि सम्पर्क गर्नु ए प्याकेज अरे नगर्नुहोस् हेर्न सक्नुहुन्छ यहाँभित्र छिर्ने कहाँबाट हो नानी हामी चाहिँ यो मिरर हाउसभित्र छिर्दैछौँ अहिले ऐना घरभित्र चाहिँ मलाई थाहा थिएन इङ्ग्लिसमा मिरर भन्दो रहेछ ऐनालाई ऐना घर मिरर हाउसमा हेर्नुहोस् हामी प्रवेश हुँदैछौँ अब तपाईँहरू हेर्न सक्नुहुन्छ कता हो कता हो हेर्न सक्नुहुन्छ मिरर हाउस भने के हो मिरर हाउस यहाँ कता यही भएर आएको मेरो कान्छी छोरीको आज बर्थडेको दिनमा चाहिँ हामी घुम्न आएको छौँ भन्दै ल म सबैले माया गर्दैन मिरर हाउस को ठुलै माया फ्यामिली कान्छी छोरी हेर्न सक्नुहुन्छ है
यही हो मेरो आएको छ होइन म चाहिँ यस्तो छु हराउनु भयो त कहाँ त लौ न ल ठोकिएर भन्दै गयो म ल यति यो बाहिर निस्किनु भएको छ होइन आऊ न आऊ न हिँड हिँडेको त खोइ त सबैजना कहाँ